ठ्याक्क 2 बजे लागिसक्यो सुत्न पाएको छैन केटाले सुत्नै दिन्न है सुत्ने बित्तिकै पानी उता पानी खान आउँछन् मुखमा जाम जाम्ती ज्याक्कै बदल लाएर 2:30 बजे 2 बजे साथीहरू त हेर्न है रातिको 2 बजे सुत्न छोडेर यहाँ हाम्रो पनि के भयो भने हामीसँग भर्खर के भयो अरे बुङ्गुरको चेकको खानी भनेको लास्ट आलुको हालेर त्यही भाङ भयो 100 रुपैयाँ गयो यतिको भर्खरको 100 रुपैयाँ भर्खर ट्याक्क उठियो अरे त बेहाल छ हालत बेहाल छ कति ट्याक्क 2:30 मा सुतेको हामी साँझ हाम्रो दादाले सुत्ने नदिएर यहाँ पछि जसोतसो 2:30 बजे सुत्न दिएर यसो सुत्यो निन्द्रा पुऱ्याइयो यसो बानी निन्द्रा पुऱ्याइयो न त आज त बिहालै हुन्थ्यो क्या यसो लम्बासार परेछन् त्यही हो अब कभर सबर लाउने फ्रेस हुने त्यही हो त्यसपछि उठ्नु लाग्यो त ल गाइस फाइनली कभर सबर सबै लाएर भ्याइयो यहीँ त सबको आउटपुट अहिले आइ अब यहाँबाट चाहिँ हामी अहिले अब 6 बजी भन्ने सरले भन्थ्यो क्या अब यहाँबाट हिँड्दाखेरि 6:30 बज्छ आज चाहिँ हामीले कहाँ भन्दाखेरि धरान जाने हो धरान कहाँ अरे धरान कहाँ अरे हामी जाने आज धरान खै सिटरी जाने घुमिन्छ अनि दाजुको नमाज जानुसम्म त्यता घुमेर अनि आज बास हाम्रो धरानतिर हुन्छ अनि त्यही हो अब माथि गइन्छ अब एकैछिनपछि माथि गएर अनि अब चिया के छ खाना खाइन्छ अब त्यही हो चिया खाने त्यसपछि अनि अब सबै मान्छेहरू गर्ने कति के छ त्यसपछि अनि 6 बजीतिर 6:30 7 बजीतिर त्यहाँबाट ट्याक्कै हिँडिन्छ त्यही हो भर्खर चाहिँ यस्तो ट्याक्क बाहिर बाबा ट्याक्क उज्यालो भइसकेको छ है भ्यू चाहिँ सेक्सी छ क्या बाहिर पनि दामी हुँदै दामी भ्यू छ अब हाम्रो चाहिँ यो बाटो हुँदै जाने अब धरान यताबाट माथि तर धरान पनि भ्यू बवाल छ अनि त्यही हो केटाहरू सब ब्याग स्याग प्याक गरेर रेडी छन् अब हामी यस्तो सरी अब हामी चाहिँ यसो माथि गएर बुझ्छौँ कुरा के छ भन्छ त्यही हो गाइस भर्खर चाहिँ ब्रस गरेर सकिसकेँ म होइन ब्रस गरिसकेँ अहिले जान केही छैन 6 त बजिसक्यो 6:30 लागिसक्यो जान केही छैन सरहरू पनि आउँदैन यहाँबाट ट्याक्क लुक भ्यू छैन भ्यू कसै उता पुरा हेर्नु सनराइज दामी छ नि होइन ट्याक्कै यस्तो ठाउँमा ट्याक्क आफ्नो बिहान हुनुपर्छ बुढाहरू हुँदैन यता बेला ब्लगर साथी खाइयो अब दार्जिलिङ हामी चाहिँ यहाँबाट धरान जान लागेको अब कन्यामबाट चाहिँ सबै अब क्लास गर्नु सुरु गर्न मान्छे हिँड्छ त्यही हो गाडी सुरु भइसक्यो यहाँबाट चाहिँ अब हामी यता माथि लागेको छौँ यता माथि कन्याम त्यो कन्याममा गएर ट्याक्क स्टुडेन्ट हाल्दैछ अनि यता अगाडि जान्छौँ त्यही हो अब चिया भर्खर खाएको यहाँको इलामको चिया है अब हल्ला अब यसो ब्रेकको लागि रुखेछौँ है केटाहरूलाई ओह्रालो झर्दाखेरि बमिटा भनेर वाक्क गर्न लगायो त्यसपछि ड्राइभर झ्यापझुप रोक्नु लगाएर गाडी चाहिँ एक्कै ओह्रालो झरेर ट्याक्क रोकिरहेको छ है इलामको छ नि ट्याक्क इलामको यहाँबाट गेट भयो उता चाहिँ इलाम होइन ट्याक्कै यता छ इलाम ट्याक्कै इलाम पर्छ हामी ट्याक्क इलाम चाहिँ क्रस गरियो है बस गरेर चाहिँ होटलमा छौँ सोधेर अब यस्तो टक्क जाने त्यसपछि अनि भेट्छु है त केटा हेर्नु यहाँ साथीहरू यहीँ मुलाको साग हो अस्ति बाटोभरि कचर पचर खायो है अनि त्यसै पाक्दैछ भाइले बाँकी छ अहिले फेरि तारा बिहानै 8:30 बजे करेन्ट चिजबाट खाँदैछ यार नेपालको सबभन्दा होचो ठाउँमा आइसकेको छौँ है ठाउँको नाम ठ्याक्कै थाहा भएन तर सबभन्दा नेपालको सबैभन्दा होचो ठाउँ भनेर चिनिन्छ अरे यो म्यापमा हेर्दाखेरि त कचन कोला भन्ने सम्झिँदा के थियो के यो त केही छैन हेर्नलाई यस्तो ट्याक्कर पोखरी छ यति अलि पिछामा घरहरू बनाएको छ त्यति हो केही छैन केही जात छैन वासरुम पनि बेहाल छ हालत उता हो भित्र गर्न नसकेर बाहिर गरेर बस्छ केटाहरूले त्यही हो कुरो अब त यहाँबाट हामी एकैछिन पनि नबसिकन जान लाग्छौँ
अब हिँडिहालेको हामी यहाँबाट ट्याक्कै यस्तो नबसी है त यता चाहिँ जता हेऱ्यो त्यतै खेत जहाँसम्म आँखा जान्छ त्यहाँसम्म जता खेतै खेत मात्रै जता गयो जता हेऱ्यो त्यही खेतै खेत मात्रै छ उतातिर त्यही त खेतै खेत मात्रै छ त्यो हामी चाहिँ यस्तो पनि नबसी अब हिँड्नु आएको 5 मिनट भएको छैन अब हिँड्नु लगाइहालेको हामी गाडी टक्क रेडी छ अब खानसाना कहाँ खाइन्छ थाहा छैन घुमाउने कसरी हो बस सिकाइ चाहिँ अझै हाम्रो भेज खाना छ खानसाना खाएर सक्यो अन्त हामी चाहिँ वासरुमको सिलसिलामा चाहिँ टपमा पुगेछौँ कि तर पुरै प्याक थियो हामी चाहिँ टपमा आएको थियौँ कि एकाले चाहिँ वासरुमको लागि अनि अब ट्याक्क तल साँदैछौँ अनि खाना चाहिँ अब अरू ठाउँ अस्ति त्यो 2-3 दिन खाएको ठाउँ मर्नु चाहिँ यहाँको चाहिँ सबैभन्दा पानी लाग्यो खाना चाहिँ भेज भयो नि अब अर्कै खाना चटनीको आइटम कति थियो यार ओके चटनीको आइटम चाहिँ कति थियो 4-5 चटनी थियो यार एउटा भगवान् लागेको त्यसको सेटमा अनि त्यसपछि ताराटी घाटा सक्यो बल बस्ने त्यही हो यो चाहिँ हाम्रो होटल थियो बाहिर है बिर्तामोडमा भएको होटल हामी आज खाएको हाम्रो बिर्तामोडमा ल विरान खाना कस्तो आजको होइन तिमीलाई कस्तो लाग्यो एकदम लाजवाब दामी हुनेछ मासु आइटम चटनी पनि खाएको थियो यार हेर्छु भ्याइदिए भएन यार अहिले चटनी भइदियो भएन हजार खाइसक्यौँ ट्याक्क अन्य सेक्सन अनि केटाहरू ट्याक्क अब बस्छ एकैछिनमा गाडीमा यहाँ मासु जानु ट्याक्क धरान सिधै धरान गइन्छ धरान गर कति किलोमिटर त यहाँबाट धरान पुग्नु लङथुङ 2.5 घन्टा 3 घन्टा लाग्थ्यो झापा बिर्ताबाट हो कि चाहिँ उस बसको ठाउँ हो कि दुर्गा पर्सा बस्ने ठाउँ हो कि यो झापा धरान आइसक्यो सुरुमा गर्न टुर भन्ने त्यही हो धरान पुग्यो भर्खरै अहिले चाहिँ ठ्याक्क धरानको विजयपुर चोकमा ठ्याक्क आएको छौँ है एज यु क्यान सी हाम्रो गाडी ट्याक्क पार्किङ गरिसक्यो यहाँबाट अब माथि गइन्छ हामी यस्तो छ भ्यू ट्याक्क हाम्रो आज स्टे चाहिँ होटलमै हुन्छ तर यहाँ केटा ट्याक्क केटा के खाने आज भन त कालो गुङ्गुर चोचे खाने आज काशीबाट जाने घुम्नु सोल्टीमा पहिलेदेखि अशुद्ध छ एकदम अब बुढासुब्बा जाने भन्ने कुरो छ अहिले चाहिँ है त्यसको लागि चाहिँ हामी ट्याक्क हिँडिसक्यौँ है एज यु क्यान सी सब केटाहरू सबै ट्याक्क हिँडिसक्यो बुढासुब्बाको लागि सो अब ट्याक्कै अब छिट्टै बुढासुब्बा गरेर चाहिँ भिडियो गरिहाल्छु म त्यही हो अब यहाँको चाहिँ त्यही घुम्नु भनेर आएको हामी त्यसपछि अब डाँडामाथि अब कता कता छ हाम्रो होटल त्यहाँ कतै जाने डाँडामा गएर हेर्ने हो अनि माइक्रो जस्तो माइक्रो बस हाम्रो बुटुलको माइक्रो बस जस्तो ट्याक्कै हल्का ठिकै हो क्रिम्सन एकाडेमी त लेखेको कहाँको क्रिम्सन एकाडेमी भन्ने कुरो हो के यही त लेखेको छु नि नाम यहीँको रहेछ बुटुलको रहन्छ कि बुटुल हुन्छ नि त क्रिम्सन एकाडेमी
यो चाहिँ यतै स्कुल लोकल स्कुलको रहेछ गाडी यहाँ घुम्न आएछ यिनीहरू पनि बुढा सुब्बा सायद जस्तो लाग्छ मलाई त्यही अझै पुगेको छैन अझ हिँडेकै छौँ हामी है हिँड्दैछौँ यहाँबाट कता भन्ने कुरो हो सिधै बिक्कु यहाँबाट कता हो बिक्कु यहाँबाट कता हो यो टक्क बुढा सभा मन्दिर भनेर टक्क एन्ट्री आइसक्यो हामी पनि टक्क पुगिसक्यौँ त अगाडि आइफोन जी अब एकैछिन भित्र भेटौँला है त के कस्तो छ भित्र सब देखाउँछु मैले सबै क्याप्चर गर्न ट्राई गर्छु यहाँ टक्क अब गेट सुरु मिट्टीको टक्क छेउमा सबहरू छन् सानो सानो राख स्टल खोलेका स्टल खोलेको छन् सबै राख आफ्नो यस्तो है अहिले आउँदाखेरि किन बचाउँछ नि केटा अहिले आउँदाखेरि किन बचाउँछ त्यही त्यो पिक्चर कस्तो छ सरले भनेको यही हो कि आगो बाँध्ने लगाइदिने भनेको के अरे भाइ धागो बाँध्न के हुन्छ यहाँ सरले भन्नुहुन्थ्यो माया विरोधीको नाममा धागो बाँध्ने मस्तले माया बेलेको धागो बाँध्ने यहाँ रहेछ ट्याक्कै मैले त बाँध्दैन अब माया विरोधी सर चाहिँ आउँछ ऊ के हामीलाई भन्नु सर ए मनसा पुग्ने हो म त माया बेला केटालाई के भन्थेँ क्या त्यो भएर गाडी लगाइदिएर बाहिर बाँध्छन् त्यहाँबाट आफ्नो मेरो सेक्सन गयो भने अन्त भेट्छ ल गाइस अब टक्क हामी चाहिँ अब सरसँग फोटो सेसन गर्न लाग्छ यसो त्यसपछि टक्क भेटौँ है त ल हामी पनि बाँध्नु टक्क जानु लाग्यो रस्सी दुईवटा रस्सी लिएर हामी बाँधिदिनु पऱ्यो नि त है अब साथीको नि अब माया पिरोती बस्ने भयो गाडा माया पिरोती बस्ने भयो अलि बैलो गाँठो बार है केटा हो भयो अरू गर्न सक्यो नि घन्टा बजार जान्छौँ हामीलाई गेट में सीधे गए जाए ये बड़ा सा मंदिर टिका सिका पनि लाएर सक्छौँ हामीले भित्र गएर टिका सिका लगायो यहाँ चाहिँ अब अझै फोटो सेसन चलिरहेछ ल केटा जाम ढिलो भइसक्यो जाम ल होइन अब हामी चाहिँ अब ठ्याक्कै जान लाग्यो नेक्स्ट डेस्टिनेसनमा हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ अब अझ मन्दिर छ तर कुन मन्दिर थाहा छैन तर छ अझ मन्दिर त्यो हिँड्दै गइन्छ कि बसमा गइन्छ थाहा छैन तर जाँदा गइन्छ वासरुम त्यहाँ पिसाब च्यापेर आएको दिन तल है त्यहाँबाट आएको तल यहाँ चाहिँ वासरुम पैसा त फ्रीमा हो पैसा चाहिँ लिएन त्यही नै अलि हुन्छ नि त यार नाकको रौँ सौँ जल्यो पुरै यार भित्र स्वास्थ्य छिर्दाखेरि है यस्तो खार लाग्ने फोहोर पनि बकवास छ पुरा पुरै जताततै फोहोरै फोहोर यो चाहिँ मलाई अलिक नराम्रो लाग्यो होइन अरू चाहिँ सब ठिकै छ यहाँ अरू एरिया चाहिँ सबै एभरेज छ त्यही एउटा सबभन्दा राम्रो भनेको त्यही हो क्या हिँड लाग्ने भित्र घनाएर बिजोग मान्छे ढल्छ यार जस्तो पऱ्यो यार बाहिर निक्ल्यो मैले चाहिँ बाहिर एकछिन घुमेर पूजा सुजा गऱ्यो अगाडि चाहिँ केटाहरू ट्याक्क हिँडिसक्यो उहाँ पुगिसक्नु भर्खर होइन अब पूजा सुजा गरेर पूजा सुजाबाट निक्ल्यौँ होइन म पछाडि गइसक्यो पूजा सुजा त छुटिसक्यो पछाडि
केटाहरू अगाडि छन् मस्त डुल्ला छन् तिनजना बबन ट्याक्क तिनीहरूसँग गएर निस्किन्छु एकैछिनमा अनि यहाँबाट फेरि हामी अब हिँड्दै हिँड्दै बस पार्क गरेको ठाउँमा जानु पऱ्यो त्यहाँ गएर फेरि नेक्स्ट मन्दिर जानुपर्ने छ नि त त्यही भएर अब छिटो हिँड्दा छौँ कि सबलाई छिटो हिँड्नु भनेछौँ त्यही के भयो अरे भन त हामीसँग भर्खर के भयो अरे बुङ्गुरको चेकको खाने भनेको लास्ट आलु हालिदिएर भाङ भयो 100 रुपियाँ गयो यतिको भर्खरको 100 रुपियाँ कटा गयो हाम्रो हेर त गयो त क्या रे कसरी अब यता हेर्दाखेरि कस्तो देखेछ भाइ हेर त बङ्गलो कस्तो देखेको छैन होला देखियो फाइनल चाहिँ अब बुढा सबै घुमेर फेरि ट्याक्क बस पार्क छन् ट्याक्क बस पार्कदेखि माथि लागिसकेको छौँ नयाँ मन्दिर घुम्नुलाई है अब त्यहाँ गएर के कस्तो हुन्छ अब गएर हेरिन्छ हामीले अहिले चाहिँ अब यस्तै छ केटाहरू पनि सँगसँगै हिँडिरहेको छन् है अब माथि गएर कस्तो पऱ्यो यस्तो छ आइजोले एक चम्चा खाँदा यो त आलु जस्तो अन्टी दोहोरो हाने निस्केन यार 200 रुपियाँ खाइन ल ल ल हामी एल सेक्सनको हो क्या सिएमसीहरु हो क्या अरु दोस्रो त अलि के जस्तो नि यार अन्टीलाई दोहोरो थकिने यार ठ्याट अघि त ठ्याक्कै सेम के ग्रेभी टाइपको सुन्नु हिजो कति रमाइलो भयो त्यो मासु नखानेवाला ठ्याक्कै गाई अगाडि चाहिँ मन्दिर आइसक्यो पिस परेछ यही त मन्दिर होला है हाम्रो जाने यहाँ बाइक खतरावाला बाइक छ कि गाइस त बाइकहरूले खतरा बाइक छ है त्यहाँभित्र राम्रो अरे गाइस त बाइक चाहिँ त बवाल छ है तिमीले खाना मिल्ने खालि बुङ्गु रहेछ साथी अनि तँ खाना के तिमीले तँ खाना चपले चल्छ कि बाउले त खाएको यार बाउले त खाएको भनेको त्यो त ढुक्कै मिल्छ नि गाइस अगाडि मन्दिर है मन्दिर आलु खाइयो त्यही त हो क्या समस्या यहाँ सुँगुर भनेर आलु खाएपछि आलु खाइदिने मन्दिर आयो गाइस ट्याक्कै मन्दिर माहौल त बवाल छ मन्दिरको है मन्दिर चाहिँ है भुल्ला छ ट्याक्क अब दामी चाहिँ मन्दिर चाहिँ दामी चाहिँ बवाल छ के अरे फेरि वेट गाइस हाम्रो फोटोसुट हुँदैछ है अब फोटोसुट सबै भएपछि फेरि हामी जहाँ गइहाल्ने बाहिर केटाहरूले अन्टीले पिट्नु भन्ने हिँडिरहेको छ है किनकि अन्टी ठगिहाल्यो नि 100 रुपियाँ फाइनल यो मन्दिर पनि घुमेर सक्यो है सक्यो अब त्यहाँ गइन्छ तब बस्दा गइन्छ नि बस्दा गएर अनि अब गाडीमा बसेर अब होटलतिर जानु पऱ्यो नि त टाइम भयो नि त होटल जानुपर्ने सो अब भेट हुन अलिकन 18 सब्सक्राइबर खाना सेक्सन साथीहरू छन् होइन साथीसँग आज भर्खरै नयाँ कुरा भइसकेको रहेछ के भयो साथी भन त ल फ्युचरमा जो छोरा दिएको छोरी 19 वर्षको उमेरदेखि मेरो हातमा पैसा आउँछ भनेको छन् अनि म रमाइलोको मान्छे हो भन्ने भनेका छन् एयरपोर्ट नपाइ गराउने मिल्दैन मैले गरेर ट्राई गरेको के खै 3 इडियट्स देखियो एकचोटि तिनटै देखियो दादा कति रमाइलो भएछ टुरमा
हस् रस अब ट्याक्क जानु लाग्यो हामी चाहिँ अब यहाँबाट होटल जाने हो ट्याक्क अब सबलाई भित्र हाल्नु पऱ्यो नि त जाँदैछौँ होटलै यहाँ पारा हेर्ने केटाहरूको पारा यहाँ पारा बेग्लै छ केटाहरूको यहाँ फेरि एउटा समस्या के भन्दाखेरि एउटा बुफरको एउटा मात्रै बुफर चालु गरिदिन्छ क्या ड्राइभरले 350 मात्रै यार यहाँ बुफर 5 बुफर छ एउटा मात्रै बुफर चालु गरिदिन्छ क्या के रमाइलो भएको छैन यार साउन्ड त्यसो उभिनु मात्रै त्यो त अति भएर त यार त्यसरी मात्रै हामीले भेटेर आइसक्यौँ है ट्याक्क भेटेर ट्याक्क अब भेटेर आएर ट्याक्क यसमा बस्ने आज हाम्रो बास सरको झोला ल्याउनु आज हाम्रो बास होटल लाली बासना ट्याक्क हुन्छ यसमा है होटल ल्याउने गास बासको पासवाला छिमेकी चाहिँ यता छ गास बासको पास तर आज त हामी होइन आज हाम्रो ट्याक्क बास छ यता लाली बासना रिसोर्टमा है ट्याक्क केटा अब जानु पऱ्यो आज यो चाहिँ त्यो चाहिँ अरूभन्दा दामी होटल भन्ने सुनेको थिएँ मैले है यहाँ पनि सब बबाल अख्खा छ ओ केटा हो को त्यसो चल्ने फेरि त्यसको एम्बियन्स चाहिँ एउटा किचन चाहिँ यता छेउमा छ है किचन एरिया यता चाहिँ कि यो तपाईँको रिसेप्सन भयो यता अगाडि यता चाहिँ हाम्रो रुम अहिले चाहिँ हामी बासनाको हलमा गच्छौँ जालमा छौँ त मैलान्छु हाम्रो रुम चाहिँ कति 102 छ है त्यो चाहिँ 103 र यताको 102 यता चाहिँ हाम्रो रुम चाहिँ ट्याक्क केटा यस्तो एम्बियन्स बबाल छ कि हामी 4 जनाको रुम होइन यो यस्तो दामी छ रुम चाहिँ केटा लाइट कम के भयो ए साँच्चै यता छ नि त हाम्रो फेरि के दामी छ नि त फेरि हाम्रो यता नै ल 3 2 1 गो ल यति भयो यस्तो बस 3 स्टार होटल हो नि त साथीहरू अब अब तपाईँ टोइलेट देखाऊँ है ट्याक्क अब जाने बित्तिकै ट्याक्क सुरुमा ट्याक्क जाने बित्तिकै सुरुमा एउटा गिजर देखिन्छ ट्याप स्याप भयो सावर यता भयो ट्याक्कै अनि ट्याक्क टोइलेट यता बेसिन मिरर पनि ट्याक्क झक्कको ठुलो छ क्या मिरर पनि है झक्क ठुलो छ अनि यता चाहिँ हजुरको लाली बेस्ट सावर जेल भन्ने छ अनि बोडी मोइस्चराइजर स्याम्पू अनि मेडिकिट सबै ब्रुस सबै छ है सो हामीलाई केही प्रब्लम चाहिँ हुने छैन नुहाउन यता दिनसम्म जाडो भएर हामी नुहाउनु अलिक गाह्रो भएको थियो क्या है अनि ट्याक्क अहिले चाहिँ अब गिजर सिजर छ भने चाहिँ ट्याक्क हामी नुहाइन्छ आनन्दले बिन्दास पाराले अब ट्याक्क भोलि चाहिँ मेरो बर्थडे पनि छ बर्थडे स्पेसल भ्लग आउँछ साथीहरू हेर्न नभुल्नु होला ट्याक्क यहाँ चाहिँ म सुत्छु होला सिङ्गल बेडमा यता तिनजना सुत्छ आनन्दले ठिक छ नि त होइन ठिक छ केटा बेड चाहिँ लचक छ अह दामी छ कि अख्खा छ हामी योभन्दा प्रिभियस दुईवटा रुम जुनमा भयो दुईवटा होइन एउटा रुम होइन एउटा रुम जुनमा गयौँ त्यो चाहिँ यसको लेखित कहाँ हो कहाँ के यार कहाँ तल होइन डोमिनेसन फरक ट्याक्कै अब तपाईँले सब एक घन्टा गरेर देखाउँछ है के छ यहाँ चाहिँ ट्याक्कै एउटा उस रह्यो हाम्रो केतली पत्ताउने यहाँ चाहिँ सुगर भयो पाउडर सुगर यो ट्याक्क ग्रिन टी अनि यो पनि टोक्लाको ग्रिन टी है दुईवटा कप दिएको छ बबाल सिलिकोन र सिरामिकको कप अनि 2टा ग्लास छ अनि 2टा पानीको बोतल यति छ त्यसपछि त फेरि घडी भइहाल्यो के अरे ट्याक्कै के गर्नु पऱ्यो ट्याक्कै यहाँ फोन हान्ने तर उसमा ड्रोरमा हेर्दाखेरि केही पनि छैन छ अब खाली ट्याक टु खाली अनि अर्को कुरा र मेन कुरा सबभन्दा इम्पोर्टेन्ट कुरा के भन्दाखेरि ट्याकको गाइज यो पढ्नु के छ होटल रुल्स एन्ड रेगुलेसनहरू जुन चाहिँ हामीले मान्दैन भाइ आज फुल मस्ती हुन्छ आज केटा यो चाहिँ हाम्रो अब दराज रहेको छ खाली छ दराज तर यिनले चाहिँ यहाँ कपडा हालिसकेको छन् कि यो कपडा चाहिँ हाम्रो होइन यो चाहिँ खाली दराज हो अनि त चाहिँ यो पनि पुरै खाली छ यो चाहिँ के हो गाइज भनिदिनु पऱ्यो कि यो चाहिँ के हो यो चाहिँ के भनिदिनु पऱ्यो ठ्याक्कै पत्ता लागेन कि यो छाम्दाखेरि च्यापच्याप छ है अब के हो यो चिल्लो छ च्यापच्याप छ क्या थाहा भएन अरू त अब यस्तो ट्याक्क यता मिरर बबाल छ है अनि अरू कुरो चाहिँ अब यो चाहिँ डबल बेड रहेको छ है यहाँ डबल बेड हो क्या तर यहाँ 3जना सुत्छन् यहाँ 3जना आनन्दले मिल्छ कि सुत्न बेडको चाहिँ एकदम लचकदार छ बेड चाहिँ
लचकदार बेड छ। यता चाहिँ अब म सिंगल बेड त म सुत्छु सायद जस्तो लाग्छ। अनि टक्क एकदम क्लिन छ कोठा एकदम क्लिन छ। यो चाहिँ बाथरुम हो। बाथरुम चाहिँ अघि देखाइसकेँ तर यसमा देखाउन मिल्दैन गनाएर विध्वंसी छ भित्र। यति नै थियो है। अब नेक्स्ट भ्लग चाहिँ मेरो बर्थडेवाला भ्लग हुन्छ किनकि भोलि बर्थडे छ नि त 14 गते मङ्सिर 14। यो भिडियो चाहिँ सकेसम्म अब आज साँझसम्म हाल्नु खोज्छु मैले 12 भन्दै थिएँ। अनि त्यही हो 12 भन्दै त्यही हाल्न ट्राई गर्छु। अनि भोलि चाहिँ बर्थडे छ। भोलि चाहिँ बर्थडे भ्लग आउँछ छुट्टै। आजको लागि चाहिँ यति। थ्याङ्क यू सो मच वाचिङ। बाई। तर लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। यति हो।